नमस्ते। आज हामी एउटा यस्तो प्रश्नको जवाफ खोज्दैछौँ जुन धेरैको मनमा होला। महिनाको 15,000 कमाई र सपना 1 करोडको यो यात्रा कसरी तय गर्ने त? प्रश्न एकदमै सिधा छ होइन त? यदि मासिक तलब जम्मा 15,000 छ भने के 1 करोड कमाउने सपना देख्नु? के यो साँच्चै सम्भव छ त? कि यो केवल एउटा सपना मात्र हो? आज हामी कुनै हावामा कुरा गर्दैनौँ। हाम्रो लक्ष्य भनेको यसको इमान्दार र वास्तविक जवाफ खोज्नु हो, त्यो पनि एक कदम अगाडि बढेर। ल, अब सुरु गरौँ है त। सबैभन्दा पहिले एउटा रियालिटी चेकबाट सुरु गरौँ। सम्पत्ति बनाउने कुरामा एउटा ठूलो भ्रम छ। त्यो हो बचतको भ्रम। मानिलिउँ कसैले आफ्नो तलबबाट 1 पैसा पनि खर्च गर्दैन र सबै पैसा सिर्फ बचत मात्रै गर्छ। अब यो त वास्तविक जीवनमा सम्भव छैन, तर पनि यस्तो अवस्थामा के होला? आउनुहोस् हेरौँ न। हिसाब त एकदमै सरल छ। महिनाको 15,000 भनेपछि वर्षभरिमा जम्मा हुने रकम भयो 1,80,000 रुपैयाँ। फेरि पनि यो हिसाबमा शून्य खर्च मानेका छौँ है। अब सोच्नुहोस् त, यो हिसाबले 1 करोड जम्मा गर्न कति समय लाग्ला? जवाब सुन्दा अलि अचम्म लाग्न सक्छ। 55.5 वर्ष। हो, 55 वर्षभन्दा बढी। एकछिन यो नम्बरलाई मात्र सोच्नुहोस् त। त्यसो भए कुरो के हो भने एकदमै स्पष्ट छ। तलब मात्रै बचत गरेर धनी बन्न सकिँदैन। यो सपना कहिल्यै पुरा हुँदैन। हामीलाई एउटा बिल्कुलै फरक रणनीति चाहिन्छ। त्यसो भए विकल्पहरू के छन् त? आउनुहोस् अब सम्पत्ति आर्जन गर्ने 4 फरक बाटाहरूको बारेमा कुरा गरौँ, ढिलो र स्थिरदेखि लिएर छिटो र केन्द्रितसम्म। यी 4 बाटाहरू हुन्: पहिलो, बचतकर्ताको बाटो, जुन हामीले भर्खरै हेर्यौं। दोस्रो, लगानीकर्ताको बाटो। तेस्रो, वृद्धिको बाटो। र चौथो, आक्रामक बाटो। अब हेरौँ है त, फरक कहाँ आउँछ। एकातिर छ सिर्फ बचत गर्ने बाटो, जहाँ 55 वर्षभन्दा बढी लाग्छ, जुन व्यावहारिक नै भएन। तर अर्कोतिर यदि त्यही तलबबाट महिनाको 5,000 मात्रै पनि 12% रिटर्नमा लगानी गर्ने हो भने हेर्नुहोस् त, समय घटेर 35-38 वर्षमा आयो। अब यो सम्भव त देखियो, तर अझै पनि एकदमै लामो समय हो होइन र? अब तेस्रो र अझ बढी यथार्थवादी बाटो हेरौँ, वृद्धिको बाटो। यसमा के गरिन्छ भने आफ्नो आम्दानी हरेक 3-5 वर्षमा बढाउने र पछि गएर मासिक लगानी 25,000 देखि 30,000 सम्म पुर्याउने लक्ष्य राखिन्छ। यदि 12-15% 15% रिटर्न आयो भने 1 करोडको लक्ष्य 20-25 वर्षमा पुरा हुन सक्छ। धेरैजसो सेल्फमेड व्यक्तिहरूले अपनाउने बाटो यही नै हो। र अब सबैभन्दा छिटो बाटो, आक्रामक बाटो। यसमा चाहिँ आफ्नो तलबलाई कुनै उच्च आम्दानी दिने सिप सिक्न वा व्यवसाय सुरु गर्नमा लगाइन्छ। लक्ष्य के हुन्छ भने आफ्नो आम्दानीलाई महिनाको 1 लाखसम्म पुर्याउने र त्यसपछि ठूलो रकम लगानी गर्ने। यो बाटोबाट 10-15 वर्षमा लक्ष्य हासिल गर्न सकिन्छ। तर हो, यसमा जोखिम, अनुशासन र सिक्ने भोक अनिवार्य चाहिन्छ। एउटा कुरामा एकदमै स्पष्ट हौँ है, 15,000 को तलबबाट 1-5 वर्षमै 1 करोड कमाउन असम्भव छ। यदि कसैले यस्तो दाबी गर्छ भने त्यो कि त आफ्नै व्यवसाय, कुनै विशेष उच्च आम्दानी दिने सिप वा एकदमै ठूलो जोखिम लिएर मात्र सम्भव हुन्छ। ल, सिद्धान्त त बुझियो, तर अब गर्ने के त? आउनुहोस् एउटा ठोस कार्ययोजना हेरौँ जुन आजैबाट सुरु गर्न सकिन्छ। त्यसो भए सुरु कसरी गर्ने त? हेर्नुहोस्, पहिलो 6 महिना महिनाको 3,000 देखि 5,000 बचत गर्ने र सँगसँगै एउटा हाई इन्कम स्किल सिक्न थाल्ने। त्यसपछिको 1-3 वर्षमा अब आम्दानी बढाउनमा फोकस गर्ने र एसआइपी मतलब हरेक महिना थोरै लगानी गर्ने बानी बसाल्ने। अनि 5-10 वर्षभित्रमा त आम्दानीको एउटा मात्र होइन, धेरै स्रोतहरू बनाउने र लगानीलाई पनि अलि एग्रेसिभ बनाउने। अब प्रश्न आउँछ, यस्तो उच्च आम्दानी दिने सिपहरू के हुन सक्छन् त? यहाँ केही उदाहरणहरू छन्: डिजिटल मार्केटिङ, सेल्स, फ्रीलान्सिङ, कोडिङ वा डिजाइन, र राम्रोसँग सिकेपछि मात्र ट्रेडिङ। यी सिपहरूले आम्दानीको ग्राफलाई निकै माथि लैजान सक्छन्। ल, अब हामी लगभग अन्त्यमा आइपुगेका छौँ। अहिलेसम्म छलफल गरिएका सबै कुरालाई सारांशमा हेरेर आफ्नो लागि कुन बाटो सही होला भनेर सोचौँ। र यसले शानदार ढङ्गले देखाउँछ। यो चार्टले सबै कुरा स्पष्ट पार्छ। सिर्फ बचतले 55 वर्षभन्दा बढी, लगानी थप्दा 35 वर्ष, र यदि सिप वा व्यवसायमा ध्यान दिने हो भने यो समय घटेर 15 वर्षमा आउन सक्छ। प्रत्येक रणनीतिले समयरेखामा कति ठूलो फरक पार्छ यहाँ स्पष्ट देखिन्छ। अब
कुन बाटो रोज्ने यो व्यक्तिगत जोखिम लिने क्षमता र आफूलाई चाहिने गतिमा भर पर्छ। बचत र लगानी भनेको कम जोखिमको तर ढिलो बाटो हो। आम्दानी वृद्धि मध्यम जोखिम र मध्यम गतिको बाटो हो। र सिप वा व्यवसाय निर्माण उच्च जोखिमको तर सबैभन्दा छिटो बाटो हो। ल, रोडम्याप त अब छर्लङ्गै छ। अब प्रश्न आउँछ, कुन बाटो रोज्ने? यो एउटा निर्णयले नै आउने आर्थिक भविष्य कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्छ।